Hey everyone, welcome back to my channel. Recently चाहिँ मैले थिएटरमा अवतार फायर एन्ड एस मुभी हेर्न गएको थिएँ र यो चाहिँ हामीले नर्मल्ली हेरिरहने जस्तो एक्सपिरियन्स चाहिँ थिएन है। 2D 3D मा त हामीले मुभी हेरि नै रहेको हुन्छौँ। यो चाहिँ 4DX एक्सपिरियन्स थियो है। वाट इज 4DX देन? 4DX चाहिँ एउटा एकदम इमर्सिभ थिएटर एक्सपिरियन्स हो। योमा चाहिँ जस्तै मुभीमा अवतारकै कुरा गर्दा चाहिँ एकदम बर्ड्सहरू छन्, उड्ने ल्यान्ड हुने। योमा चाहिँ जस्तै मुभीमा उड्ने सिन छ भने हामी हावामा उडिरहेछौँ, क्यारेक्टर हावामा उडिरहेछ भने चाहिँ लिटरली हामी नि हावामा उडिरहेछौँ। कसरी त? हामीलाई चाहिँ एउटा चस्मा दिएको हुन्छ, 3D चस्मा हुन्छ, चस्मा लाउने 3D चस्मा लासी त यत्तिकै नि इमर्सिभ हुन्छ, वे जस्तो हुन्छ, अगाडि नै आएको जस्तो देखिन्छ नि त। त्यही माथि के हुन्छ त, उड्यो भने चस्मा लगाएर उडा जस्तो फिल हुने भयो। चस्मा 3D ले यत्तिकै नि इमर्सिभ टाइपको बनाइदिन्छ, हामी इन्गेजिङ बनाइदिरहेको हुन्छ। तर योमा के हुन्छ त, जस्तो उडिरहौँ भने सिट पनि तल माथि हुन्छ, हावा आउँछ, साइड साइडमा पङ्खा हुन्छ अनि पुरै हावा चल्छ। त्यही अनुसार हाम्रो अगाडि सर हावा चल्छ, लिटरली हावै चल्छ के। अनि पानी, जस्तै पानीको सिन हो, पानी कहीँ ठोक्यो, पानी झऱ्यो अथवा डाइभ हान्यो स्विमिङ पुलमा भने त्यो पानीको स्प्ल्यास हुन्छ नि, पानी सर्र आउँछ कि, सर्र पानी आउँछ। र अनि जस्तै गन हानिरहेको, गन सुटिङ सिन छ हुन्छ, डर 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 पुरै सिट हल्लिन्छ, पुरै भाइब्रेट हुन्छ अनि पुरै हामी नै हल्लिन्छौँ कि। अनि डाइभिङ सिन छ भने चाहिँ जस्तै डाइभ गरेको क्यारेक्टर हुन्छ पानीमा त अलिकति एकदम टाइपको मुभमेन्ट हुन्छ नि त, एकदम त्यो ज्याट ज्याट हुनु। त्यही अनुसार सिट पनि बिस्तारै तल माथि त्यो साइड साइड भइरहेको हुन्छ कि। त्यो के हो त, चस्मा 3D एक्सपिरियन्स यत्तिकै नि भयो। हावा आउँछ, हावाले पनि त्यहाँ हावा चल्यो उड्यो केही गर्यो भने हावा आउँछ। गन हान्यो भने पुरै सिट हल्लिने, त्यही अनुसार भाइब्रेट हुने। फेरि हावा हुँदैन, फेरि त्यो फिल्म जुन लयमा चलिरहेको, जुन रिदममा चलिरहेको त्यही रिदममा चाहिँ हाम्रो सिट अनि एयर मुभमेन्ट र वाटर सब रेगुलेट भएको हुन्छ, त्यही अनुसार चाहिँ चलिरहेको हुन्छ। यसमा चाहिँ यो सबले एक न एकचोटि एक्सपिरियन्स गर्नै पर्ने कुरा हो। यो चाहिँ हामी नै त्यो मुभीमा चाहिँ एकदम इन्भल्भ, हामी नै त्यही मुभीमा छौँ जस्तो चाहिँ फिल हुन्छ कि योमा चाहिँ। So if you get a chance to watch the movie in 4DX, then you should surely. यो चाहिँ अब फेरि हावा जुन पाए त्यही मुभी, अब एकदम स्लो रनिङ मुभी यताउतामा चाहिँ लाग्दैन जसरी नि या। तर यस्तै अवतार टाइपको मुभी अनि अरू एक्सन मुभीहरूमा पनि यो ओके लाग्छ होला 4DX। सो इफ यु आर नट द काइन्ड अफ पर्सन जो चाहिँ हलमा यत्तिकै झुल्दै हेर्ने मुभी मान्छे होइन र एकदम इमर्सिभ एक्सपिरियन्सको लागि चाहिँ थिएटरमा जानुहुन्छ भने चाहिँ 4DX इज योर चोइस है त। जुन मुभी 4DX मा हेर्नको लागि बनाएको छ, यु सुड वाच द्याट इन 4DX। यो एकदम बल्ल हल गएको, थिएटर गएको एक्सपिरियन्स बल्ल हुन्छ कि। हल किन जाने त नि, त्यसै फिल्म हेरे जस्तो हुनु पऱ्यो नि। मलाई चाहिँ सब पोइन्टहरू याद गर्नु थियो, म त्यहाँ सर्च गर्ने मोबाइलबाट हेरेँ भनेर ठ्याक्कै त्यो झ्याप्पै भन्न चाहिँ आउँदैन। त्यही भएर कि मोबाइल हेरेर के गरेँ अहिले भन्नुलाई यसको चाहिँ फिचरहरू भन्दै सिट मुभमेन्ट है। सिट चाहिँ मैले भनिहालेँ, फिल्मको त्यो मुभी जस्तो चल्यो, यता गने यता गने, गन हान्यो पुरै भाइब्रेसन, मान्छे थिचारियो भने त्यही अनुसार थिचारेको झ्याप्प उड्यो भने ट्याक्क पछाडि पछाडि सिट गएको जस्तो चाहिँ सिट मुभमेन्ट हुन्छ। र हावा उड्ने वा छिटो जाने सिनहरूमा चाहिँ त्यही अनुसार हावा आउँछ, मुखमा साँच्चै हावा लाग्छ। अनि पानी पर्ने सिनहरूमा चाहिँ हल्का पानी आउँछ, त्यो धेरै चाहिँ होइन, हल्का सर्र आ जस्तो त्यस्तो आउँछ। अनि एक्सन सिनहरूमा चाहिँ सिट पुरै भाइब्रेट हुन्छ, यो पनि भनिहालेँ। फेरि टिकट चाहिँ त्यही सेम टिकट चाहिँ हुन्न है, त्यो अभियस कुरो। 4DX को चाहिँ 3D र नर्मल 2D भन्दा चाहिँ 4DX को चाहिँ हल्का टिकट चाहिँ हल्का महँगै हुन्छ। सो त्यही अनुसार चाहिँ बजेट प्लान गरेर जानुपर्छ। अनि इफ नेपालमा त छैन, अब धेरै कन्ट्रीहरूमा चाहिँ आइसकेको छैन होला, नेपालमा पनि छैन। यदि तपाईँले चाहिँ यो 4DX भएकै कन्ट्रीबाट हेर्नुभयो, कसै साथीहरूले मैले 4DX मा हेरेर आएँ भनेर भने तपाईँ पनि जानु है एकचोटि चाहिँ। र यदि तपाईँहरू गइसक्नु भएको छ भने चाहिँ 4DX हेर्नु कस्तो लाग्यो नि, तपाईँहरूको एक्सपिरियन्स पनि तल है तल कमेन्टमा सेयर गरिदिनु।
अरूलाई पनि थाहा होस् न त मैले यदि केही कुरा छुटाएँ यस्तो यस्तो हुन्थ्यो यसले भनेन टाइपको भयो भने चाहिँ तल भन्दिनँ। अनि यही थियो मेरो अवतार मुभी 4DX मा पहिलोचोटि हेर्ने। अवतार मुभी 4DX मा पहिलोचोटि हेर्ने भन्दा कुनै मुभी नै 4DX एक्सपिरियन्स चाहिँ मेरो फर्स्ट थियो। तपाईँहरू पनि हेर्नु एकदम मजा आउँछ कि एउटा एक्सपिरियन्स थियो। फर्स्ट टाइम हेर्दाखेरि एक्साइटमेन्ट अब हेरिरहन्छ अब यस्तो यस्तो हुन्छ भन्ने थाहा हुन्छ नि, तर हरेकचोटि एक्साइटमेन्ट त हुन्छ कि मुभमेन्ट अर्कै हुन्छ, तर फर्स्टचोटि एक्सपिरियन्स छुट्टै हुन्छ जे पनि। अनि अन्तिममा के भन्न चाहन्छु भने भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अब अर्को भिडियोमा भेटौँला है त, टाटा। Hey guys, welcome back to my channel. Today we'll be talking about 4DX. My experience. Well, I watched 4DX. My first 4DX experience. My experience watching a movie in 4DX for the first time. Let's start the video.